मैले चाहिँ आँपलाई यसरी नुन बेसार हालेर अब 8-9 घण्टा राख्छु। आँपको चाहिँ यस्तै पानी निक्लेछ। मैले अब यो सुकाउन लागेको घाममा 1 दिन सुकाउने अनि अचार राख्ने। मसलामा मैले सर्सुम, सोँठ, मङ्गरेल, ज्वानो, जिरा, मेथी आँपको अचार चाहिँ मैले 5-6 घण्टा सुकाएको। मसला चाहिँ यतिकै मसिनो बनाएँ। मसला राखिदिन्छु। मसला चाहिँ हजुरलाई खस्रो खस्रो नै चाहिन्छ आँपको अचारमा। बेसार राखिदिन्छु। नुन, आँपको अचारमा नुन अलि बढी चाहिन्छ। मैले पहिला पनि पानीमा भिजाएर त्यो पानी चाहिँ फाल्दिएँ। त्यसैगरी ज्वानो र मङ्गरेल पिसेर पनि हालेको, यहाँ दानावाला नि हालेछु। रेड चिल्ली पाउडर, कतिको पिरो खानुहुन्छ। तोरीको तेल नतातै राख्छु। अहिले यति हाल्छु, पछि फेरि राख्ने। यति मजाले मैले मोलिसकेँ। म चाहिँ आज 1 दिन घाममा यत्तिकै यही भाँडामा राख्छु, भोलि मात्रै सिसीमा राख्छु। अचार चाहिँ मेरो यो 1 दिन पुरै घाममा यही भाँडामा छोडेको थिएँ। अब बोतलमा राख्छु, एकदम सुक्खा बोतल। मैले सबै यो बोतलमा यसरी राखेँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, मन परे लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अलि यो आँपको सिजन छ, हजुरहरू पनि यसरी नै आँपको अचार त हाल्नुहोस्। आउनु त सबैलाई आउँछ यो अचार हैन। यसमा चाहिँ अब म यो काँचो तेलै राख्छु माथिबाट। यसरी आँपको अचारमा तेल अब 3-4 दिनपछि अलिकति फेरि थप्नुपर्छ। मैले मजाले यो सिसीमा भरिसकेँ।